हाई गाइज हेलो एभ्री वान। आज हामी अजयको बर्थडेको उपलक्ष्यमा सायद हामी ग्रिनेज घुम्नु जान्छौँ, ग्रिनेज पार्क। त्यसपछि हामी अजयको घर जान्छौँ बर्थडे सेलिब्रेट गर्नको लागि। सो यो भ्लग चाहिँ अजयको बर्थडे स्पेसल हुनेछ। सो लेट्स मिट देयर। आज चाहिँ अजय कुमार चौधरी साथीको बर्थडेमा केटाहरू घुम्न जाउँ भनेर जान लाग्यो। तर आज चाहिँ यस्तो पानी आइदिएर अवस्था रेनकोट लगाएर हिँडेको छौँ होइन चाहिँ अब बसमा पुगुन्जेल भिजाइसक्छ कि क्या यार। रेनकोटको उपयोग आज गरेको मैले नेपालबाट ल्याएको थिएँ कि अनि केटाहरू पार्क जाने भन्दै थिएँ। अब पार्कमा गएर पनि खोइ कहाँ बस्ने हो। हेरौँ अब उलिक जाँदैछौँ। त्यहाँ गएपछि के कुरा हुन्छ हाम्रो हेरसार गर्नुपर्छ। यो चाहिँ चौकी धानको लागि पिओभी भिडियो बनाउनु हुने आदेश थियो उसको। अनि त्यो ल्यान्डस्केप मोडमा भिडियो बनाउँदै हिँडेको छु। अब चाहिँ उसकै भ्लगमा हेर्नु होला पुरा भिडियो चाहिँ। चौकी धान भन्ने छ उसको च्यानलको नाम युट्युबमा। अब म चाहिँ ब्लगरै थिएँ पहिला, तर अहिले चाहिँ झ्याउ लाग्न थाल्यो मलाई। अनि मैले बिचमा चाहिँ अब रोकिदिएँ। फेरि मोड आयो भने फेरि बनाउनुपर्छ। मेरो भ्लग चाहिँ जिआरबी भ्लग्स सब्सक्राइब। मेरो चाहिँ सामान बोकेर जिन्दगी बित्ने भयो। गाइजहरूले मलाई चटपटेवाला नै बनाउनु भएको छ। चटपटे खाने अरे चटपटे। फेरि अब यहाँ पानी परेर चाहिँ कहाँ बसेर चटपटे खाने। बसको वेटमा छु। आउनु भएन बस। उहाँ होला है तिनीहरू बल्ल आइपुग्यो उलिज मार्केट। यिनीहरू नेपालको चिया पसलमा बसिरहेको रहेछ, चिया खाँदै हुनुहुन्छ। बर्थडे भएर अर्को खोइ आएन गौरव। मुलाङ तिनसँग हात मिलाउनु अरे क्या, लक सर्छ अरे यार। ह्याप्पी बर्थडे मुलाङ तिन। चिया खाने उयो लागेको छ, चिया नखाने होला हौ, कस्तो ग्यास्ट्रिक हुन्छ मलाई। फेरि बुम बुम राति टाइमपासको लागि खाएको के रातभरि बुम बुम। भाइले भन्यो खाइदिउँ भनेर अनि यहाँ छ यस्तै हाम्रो उलिज बजार। उलिज के अरे उलविज उलिस हुन्छ हौ। हिजो रातभरि सिक्दा बल्ल भन्न जान्ने छ अरे। म चाहिँ उलिच आइसकेको छु। अनि त्यस पछाडि अब केटाहरू चाहिँ यहाँनिर बसिसकेको छ होइन। अनि अब बर्थडे बोय चिया खाँदैछ केटाहरू होइन। ल यार कस्तो पानी परेको दिनमा जन्म्या यार, ह्याप्पी बर्थडे। साथीहरूमा हेजदेखि आइसकेका छन् फेरि होइन। ल केटा हो। ए ऊ आएछ हामी चाहिँ पर्खेको नि उसलाई। ए नाम या सैतान हाजिर अरे। कता ल ह्याप्पी बर्थडे सबैजनालाई। अब अघि पर्खेको। ओ माई गुडनेस। केटाहरूले जस भनेको मान्छ। बनाउँदै आउँदैछ के आयो। अच्छा अनि त्यस पछाडि बहिनी के ह्याप्पी बर्थडे। यिनीहरूले त सेलाइ पनि सक्यो। चिसो बर्थडे ए खाली रहेछ कपै। यस्तो गर्यो हाल्दैन थोरै उसको हाल्दैन हाल्दिन रे सुरुमै हाल्नु पर्थ्यो त बर्थडे अझैको छ। यो चक्लेट म लिएर आइरहेको छु। तर मलाई यो चाहिँ के भन्छ दाइले दिनुभएको। You just eat 9 on your हालत ल है ह्याप्पी बर्थडे। नखाने तिमी? Just eat 9 Thank you. Happy birthday. म मिठा गएर म मिठा भन्दा नि भोक लागेको छ यार। मलाई पनि भोक लागेको छ। साउको बोका छैन? साउको बोका छ। उसले त जहिले बोक्छ, त्यो सोध्नै पर्दैन। गरौँसँग जहिले हुन्छ भयो स्टकमा। तिनवटा हात हुनुपर्ने रहेछ बल्ल अहिले रियलाइज हुन्छ। I'm waiting for bus now. कुन पार्क अरे?
ग्रिनिज पार्क कुन म्युजियम हो नेसनल मेरिटाइम नेसनल मेरिटाइम ए त्यो अनलाइन बुक गर्नुपर्छ भिजा फ्री हो तर भन्दैछ होइन अनि अनि फ्री भयो अनलाइन बुक गर्नु बुक गरेर मात्र जाने कि जाँदा जाँदै गर्ने कि आज गऱ्यो भने भोलितिर हो कि न के भयो पछाडि बस अघिदेखि रोकेको छ एभ्रिवान इज गोइङ डाउन नाउ आई डोन्ट नो पक्कै पनि मुङलिन आइपुग्यो मुङलिनमा खाना खाना के गर्ने बस बिग्रिरहेछ है एभ्रिवान इज गोइङ डाउन लेट्स वेट फर अ व्हाइल अर्को बसमा जानु त्यही त 180 फेरि किन एनाउन्समेन्ट नगरेको त नि भन्नु त पर्छ नि त के भन्दा के भन्दा अब कति ट्राभल गरिन्छ अनि आज जति क्याब हुन्छ तर त्यस्तो हुँदैन है मेरोमा हरेक क्याब थ्याङ्क यू सरी बसै बिग्रेको रहेछ होइन के भन्छ बाटो होइन गाडी बिग्रेर पानी पनि पर्नु थालिसक्यो मासले एक्लै उठिरहेछ ओढाउन यहाँ पिरातीको छाता मलाई हामीलाई पनि रेनकोटमा छु म चाहिँ फेरि पुरै वेल प्रिपेयर भएर आएको छ अझै उसको सुराल पनि छ अरे पनि ल्याएको छु केटाहरूले मसाले भने त चटपट खानालाई बस्नु पर्यो चटपट पर्दैन त्यो हिसाबले म चाहिँ ल्याएको कुराको सदुपयोग यता चाहिँ बढी पानी परिरहेको छ उताभन्दा है उता त अलिअलि तप थियो यहाँ त पुरै परिरहेको छ यो चाहिँ योगेको पोखरा अरे के भन्छ होइन we have changed on the bus and that's also 177 which is heading towards Phekham. कत्रो ठुलो थोप्रा देखिरहेको रहेछ अथवा त उयो हो नि केटाहरू मस्त हान्ने क्या फाइनली हामी आयौँ यो कता हो यही हो ग्रिनिज पार्क भनेकै यो मेरिटाइम म्युजियम मैले अस्ति फोटो खिचेको चाहिँ यता हो पार्क बन्द रहेछ लेट मी सो यु मेरिटाइम म्युजियम ए यो त्यही लाइन रहेछ त्यसो भए जाने होइन नेसनल मेरिटाइम म्युजियम अरे ग्रिनिज वाउ हामी आइपुग्यौँ मेरिटाइम म्युजियम हामी फाइनली सक्सेस भयौँ हामी पानी परे पनि हामीलाई रोकेन घुम्न एटलिस्ट फाइनली हामी आइपुग्यौँ यहाँदेखि हो एन्ट्रान्स एन्ट्रान्स छ त्यहीँदेखि होला वेलकम टु नेसनल के हो मेरिटाइम म्युजियम होला यहाँ अब टिकट हामी देखाएर हामी सिक्नेछौँ अनि नर्स हामी अलग कुर्ने भिडियो हेर्नु Oh, you have to make video. दामी रहेछ दामी क्या के भन्छ म यसमा बोक्छु भन्दा ग्रिनेजले पुऱ्याउँछ भनेर नि झोला बोकाएर ग्रिनेजमा लिएर मैले दिएँ फाइनल्ली दामी रहेछ होइन त अलिकति उयो के हो पाइरेट्स टाइपको रहेछ क्या त्यो सिप पनि हेर न ए खोइ होला नि यो उयो रहेछ अनि उहाँ चाहिँ ए यहाँ रहेछ उयो दिस इज द वान दिस वान एचएमएस लिडा अरे ए यसो गरेर हेर्नु मिल्दो रहेछ नि त को रहेछ वारियर भनेर वारियरहरू के हो
Optimum unknown merchant vessel. Unknown merchant vessel. Oh, so this is the one. Two Kada? merchant Maybe this is the one. This one. यिनीहरूको भिडियो फोटो खिचेर यिनीहरूले सकेन एन्ड म यहाँ बसिरहेको छु तर धेरै राम्रो ठाउँ रहेछ मरे टिकटक भिडियो बनाउँदैछन् गाइजहरू ओ माई गुडनेस अनि अझै नै हो बनाउँदा पनि झ्याउ लाग्छ मलाई त भक्क लाग्छ सी थ्याङ्क्स वाउ झ्याउ लाग्छ भक्क लाग्छ भन्दै थिएँ वाउ भनिहालेँ मैले के हो यो वाट इज दिस एक्सप्लोर अफ द स्टोरेज फाइन योर कनेक्सन टु द सी अरे वाह कस्तो दामी क्या दामी देखेँ नि हेर सी Salonika अरे के हो गिभेन्सी हो कि गिभेन्सी ओके भयो ओ माई गुडनेस ए त्यो जमानाको पेट अरे बिली गोडको गन्डी अरे बिली गोड अरे यो This one fruits of the sea के अरे कस्तो हात कामेको मेरो गौरवले भनेको यो सन अफ अ गन भन्छ अरे नि मुभीमा यही अरे सन अफ अ गन यसको नामै सन अफ अ गन अरे ऊ सन अफ अ गन यस्तो हुन्छ कस्तो दामी क्या जम ओइ के हो यो फुत्तै छिरेर ए हामी अघि यहीँबाट झरेको होइन ए अघिबाट यहाँबाट चढेको माथि सो दिस इज इट के सिस्टम अरे हाइड्रोलिक लिफ्ट के हाइड्रोलिकमा ओके ओ भ्यानकोभरमा भ्यानकोभर भनेको कता हो नर्थ अमेरिका उता होइन क्यानाडा जम एसिया अरे नर्थ अमेरिका मात्रै जम एसिया एसिया जाने एसिया जाने एसिया फाइनल एसियामा आएछ को छोरा न हटाउ न खुट्टा हटाउ एसिया बुसान बुसान जाने बुसान बुसान साङ्घाई ए हाम्रो छिमेकी रहेछ नि त एसिया कति ठुलो है साङ्घाई उहाँ रहेछ हङकङ सो दिस इज भास्को डिगामा यो के भन्छ भास्को डिगामाले चाहिँ उयो भेटा गरे क्या रुट अफ एसिया रुट टु एसिया अरे
कति यो ट्राभल गर्थ्यो होला क्या यत्रो बोटमा यत्रो सिपमा इस इन्डिया कहीँ हाम्रो नेपाल देखेर ओहो ओके पर जाने फोन गरिदियो हामी यहाँ जान्छौँ What does a pound of paper feel like? A pound? How many pound of paper did the dragon carry? 18. I don't know. कस्तो दामी क्या ओ माइ गॉड लाइभ प्रोजेक्ट होइन लाइभ प्रोजेक्ट कुकुर पनि भोकिरहेको छ नि त्यहाँ नाइस अरवाल डकयार्ड अबाउट 1690 है अरूमा त हुन्थ्यो त यस्तो हो क्या यसमा अब छिराएर अनि बल्ल निकाल्नु आइनो भित्र छिराएर म गएर ट्राई गर्छु ल हेलो गाइस हाय कस्तो दामी क्या कस्तो क्युट अब मलाई हेरे जस्तो क्या यो के हो आर्केटिक एनिमल्स हो क्या आर्केटिक फक्स वाउ नाइस वाउ पोलार वर्ल्ड छ अरे कता हो पोलार वर्ल्ड ए अघि हामी यहाँबाट गएको थियौँ नि के हो यो? युनेस्कोमा रहेछ यो पनि यो हो नि त भ्यू That's the view. यो एजुकेसनल एजुकेसनल पर्पजको लागि चाहिँ राम्रो हुन्छ है यहाँ भिजिट गर्नलाई कति कुराहरू छ नि अन्त फाइनली सक्यो ओ माई गुडनेस फाइनली म्युजियमको भिजिट भयो ओहो कति धेरै पानी परिरहेछ त चाहिँ क्विन्स बिल्डिङ रोयल म्युजियम ग्रिन त्यो रहेछ त कुन उयो हो यो त कलेज हो जस्तो छ पानीले खत्तम गर्यो उयो उयो दिस वान खै थाहा छैन यार मलाई त आई हेभ नो आइडिया रोयल म्युजियम ग्रिन त्यही हो कि यो हो रोयल म्युजियम अनि एलोट छ रोयल म्युजियम यसमा पैसा तिरेर पैसातिर जान्छ 35 हो के हो यो रोयल म्युजियम चाहिँ यो के क्विनहरू बस्ने प्लेस हो कि के हो इज इट तिनीहरू फोटो भिडियो बनाउँदैछ सो के भन्छ लुक एट द भ्यू ओ माई गुडनेस कस्तो दामी देखेको क्या क्विन्स पार्कमा छिर्न पैसा लाग्छ होला नि त क्विन्स हाउस क्या उयो क्विन्स हाउस हो यही त हो यही त हो घर यार मजा आउँछ यो चाहिँ मलाई कस्तो दामी लाग्यो हो टक्क यहाँबाट हिरोनी कुद्दै 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 देव बाबु भन्दै कुदेको सडर ओ माई गुडनेस सुटिङ गर्न खतरा छ ठाउँ अन्त दामी छ है ला 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 भन्दै ओ माई गुडनेस ला 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 ओहो कस्तो दामी ठाउँ तिनीहरू त्यहाँबाट आउँदैछ छाता ओर्दै
and we are here. La 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 la. Ah ah ah. Sadly, Queen's house is currently closed. अरे अब हामी उता जाने त्यहाँ जाने अब we are going there up in the hill. यिनीहरूको भिडियो फोटोग्राफी अहिले पनि भइरहेछ के भनेको अनि भरे पठाउ हेर नि त्यो कस्तो राम्रो छ क्या त्यो पछाडि सिटी पनि क्या तर क्लाउडी भएर उयो अलिकति उसमा सनी डेमा त दामी देख्ने रहेछ एकजनाको मोबाइलमा स्पेस टन्नै छ भनेर भिडियो बनाएछ आज भिडियो बनाउने भूत चढेको छ गौरवलाई ओमे गर्नु कस्तो राम्रो हुन्छ हेर पछाडि त्यो बिल्डिङ त क्यानेरी वर्फ त होला नि धेरै दामी छ ठाउँ क्या छ फेरि यो म्युजियम होला अब चाहिँ नयाँ हेर्ने म अब चाहिँ पुरै गलिसक्यो 5 बजी बन्द हुन्छ यो 5 बजीमा त अब हामी घर फर्किने भोक चाहिँ यस्तो लागिरहेछ नि घरमै खाएर आउनुपर्ने रहेछ म रिग्रेट गरिरहेको छु भातमा खाएर एक्सपेन्ड यो भ्यू अरे सो लेट्स सी द भ्यू ओ माई गुडनेस छैन लेट मी जूम वाउ वाउ कस्तो एन्ड अब उता पनि कन्टेन्ट हुँदैन पर्दैन इन गर अरे भ्लग गर्दै छिटो अब हामी जान्छ अब हामी गल्यौँ अब थाक्यौँ होइन कति बज्यो भन त एक्ज्याक्टली आई थिङ्क इट्स अराउन्ड 5 or 4:30 4:30 हो आई थिङ्क इट इज अराउन्ड 4 के को 4:17 भयो के 17 ओके या नो प्रब्लम भन न ओके 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 ठ्याक्कै मिल्यो ओके बैगन ल जाउँ बैगन का भुर्ता है बैगन चलो ओके हामी जान्छौँ अब टिभी कन्टिन्यू हुन्छ अब केटाले अब के खान्छ अब हेर्नुपर्छ लास्टमा कुक चाहिँ हामी नै होला फाइनली हामी आयौँ उलिस आउँछ न मेरो मोबाइल टेरो भएर चाहिँ चार्ज गरेको कारण ब्याट्री सकेर भने अब हामी यो हुलिस यहाँ हुलिसको यस्तो छ दृश्य प्रवासलाई कि अब प्रवासलाई थाहा छ हामी यहाँ उयो उत्रेको भन्नु कारण अब हामी अझलाई गिफ्ट किन्नु जानु गर्दैछ किन्न गएर जाँदैछौँ तर उसलाई आइडिया त भइसकेको छ उसलाई थाहा छ त्यही भएर भनेको अनि लेट्स गो and we'll see what can we find there then we'll show you as well हामी त जुत्ता नआएको मलाई यो जुत्ता मन पर्यो राम्रो पनि लाग्यो क्वालिटी 35 पाउन्ड मलाई मन परेको यो भयो होइन देखाउँ न फाइनल वी गट दिस फर हिम यहाँ यी केटोले बर्थडेको लागि सपिङ गरेर प्रवास र म पर्खिरहेको उनीहरू फेरि अर्को सामान लिनु गइरहेको छ आउटसाइड पुरै पानी परिरहेको छ बाहिर खाएको छैन दिनभरि यस्तो भोक लागिरहेको फाइनली हामी बर्थडे भएको घरमा आयौँ यस्तो गरेर लुकेर रेकर्ड गरेको क्या सबैजना बेहाल छ बर्थडे भएको पुरै हेर नि 177 GB भइसकेछ 256 मा 100 GB अब खाना बनाउने हो 100 GB सकाइसकेछु मैले आज
हाम्रो पुरै बर्थडे बोयले खाना बनाउँदै हुनुहुन्छ हामीलाई खुवाउनुको लागि। अब पाकिसकेपछि टेस्ट गर्ने हो। मिठो बनाउँछु भन्छ हेरौँ। त्यहीँ अगाडि मोबाइल राखेर खाना बनाउँदै गरेको हुन्छ सधैँ। हात्तीले पाते पुग्यो मासाले पुइ पुइ अरे। केक पनि हेर नि त कस्तो बिजोको लिटलको केक। गरिबीको केक यस्तो हुन्छ है। लु है जेठो पाको हामी त स्विट 16हरू। ह्याप्पी बर्थडे खाइदियो सबै यति खाइदियो। अनि त्यसपछि अब यो लगाउन लगाएको फेरि जताततै फोहोर हुन्छ। नलगाऊ ए ह्याप्पी बर्थडे। तिमीले सोचे सब कुरा पुरा होस् है। यही छ मेरो आशीर्वाद दाजु भएको नाता। ओ माय गुडनेस। सबै वर्ष यसरी नै मनाउनु पाइयोस् केटाहरूको साथमा। ए म मेरो पालो ए उहाँ छ त ऊ पर्दैन। आफै घुमाउँछ आफै छ। ल मैले खाएँ क्या। थोरै खानु खानु अहिले पो खान्छ त काटेको बेला पो खानु। खानुपर्छ। लाग्यो मलाई ब्लग बनाउनु म त यस्तै हो। बाई गाइस यहाँ चाहिँ हाम्रो बिर्सेछ यहाँ पनि छ त अझै यो हाम्रो तर्फबाट हाम्रो तर्फबाट हाम्रो साथीलाई होइन अनबक्सिङ गरेर लगाइहाल कुदिहाल। कस्तो भइहाल्यो अरे होइन फ्याल्दो हेर न बेडमा। हेलो गुड मर्निङ गाइस। हिजो भ्लग मैले एन्ड गर्नु बिर्सेछु। हाम्रो अब यहाँको आज लन्च हुनु आँटेको छ। हाम्रो यहाँ सेफ मटन बनाउँदैछ। म चाहिँ यहाँ सोयाबिन छोइला बनाउनु आँटेको। फर्स्ट टाइम ट्राई गर्नु आँटेको। अब हेरौँ के हुन्छ। तर हेर्दा चाहिँ कस्तो दामी देखेको मटन। अब मटन खाइदिने हो। मटन त म खाँदिनँ खानु त अब अल्फा मेरो सपोर्टको। आफ्टर लङ टाइम क्या भिटामिन डी हामी खाँदैछौँ। आफ्टर लङ टाइम बल्ल घाम लाग्यो। फाइनली हाम्रो यसको सोयाबिनको छोइला रेडी भयो। लेट मी टेस्ट। टेस्ट गर त। How was it? Nice. मिठो भएर। हेलो गाइज लाइट लिएर आएको थिएँ। लाइटै अन गर्नु पाएन रहेछ। I told him that you called me and you told about Thank you so much. and Happy I birthday once told him again. that, please contact with justice and please do whatever it is necessary. I have already told अब फेरि भेटौँ न ल। अब तिमीले सर अब त्यस्तो भयो भने आँखाको फुलो पारेर ल बाई ल। no, I talk about him and he told me that फुल पनि पाइहालेँ। and update you
about that. What we have to अरूले talk at the end. उसको बताएको उसले नराख्ने र म लड्को अब बासमा हाल्ने ल बाई गाइज दिस इज द एन्ड अफ आवर ब्लग सी यु इन नेक्स्ट ब्लग Yeah, okay.